मित्रहरू, एउटा गीत तपाईँले अवश्य पनि सुन्नुभएको छ होला। साइली साइली परदेशबाट म आउँला, 40 कटेपछि रमाउला। गीतले त 40 कटेपछि जिन्दगी झन् रङ्गीन हुन्छ, मन हलुका हुन्छ, जिम्मेवारी सकिन्छ र रमाइलो सुरु हुन्छ भन्ने सपना देखाइरहेको हुन्छ। तर वास्तविक जीवनमा के हुन्छ त? जब मान्छे 38, 39 र 40 को आसपास पुग्छ नि, ऊ रमाउन थाल्दैन, बरु उल्टै झन् गहिरो सोचमा डुब्न थाल्छ, मन भारी हुन थाल्छ, खुसीको ठाउँमा अजीब खालको खालीपन आउँछ जिन्दगीमा। त्यसैले आजको यो भिडियोमा हामी एउटा गहिरो तर धेरैको मनभित्र लुकेको प्रश्नको उत्तर खोज्दैछौँ। किन 40 वर्ष लाग्दै गर्दा मान्छे दुखी हुन थाल्छ? सबै ठिकठाक हुँदाहुँदै पनि जीवन किन रित्तो लाग्छ? यही अवस्थालाई मनोविज्ञानले एउटा नाम दिएको छ, मिड 40 क्राइसिस, अर्थात् 40 वर्षको हुँदाखेरि जिन्दगीमा आउने तनावपूर्ण अवस्था। अब कल्पना गर्नुहोस्, सबै कुरा ठिक छ, बाहिरबाट हेर्दा जीवन व्यवस्थित पनि देखिन्छ, घर छ, परिवार छ, आम्दानी छ, समाजमा पहिचान छ, कसैले धोका दिएको पनि छैन, कसैले ठगेको छैन, कसैले दुर्व्यवहार गरेको पनि छैन। तर यति हुँदाहुँदै पनि मनभित्र कतै अजीब खालको सुनसान छ। न दुःख लागेको छ भनेर खुलेर रोइदिन सकिन्छ, न खुसी लागेको छ भनेर मन खोलेर हाँस्न सकिन्छ। रात परेपछि मन अझ भारी हुन्छ, अनावश्यक कुरा सोच्न थालिन्छ, बिहान उठ्दा फेरि उही रुटिन, उही दौड, उही जिम्मेवारी। यही बीचमा मनले एकदमै खतरनाक प्रश्न सोध्न सुरु गर्छ, के यही हो त मेरो जीवन? यही हो त जीवनको अर्थ? यही प्रश्नको उत्तर नपाउँदा मन खाली खाली हुन थाल्छ, झर्कोपन बढ्छ, सानो कुरामा रिस उठ्छ र आफ्नै नजिकका मानिसहरू अनाहकमा दोषी देख्न थाल्छौँ हामीले। मित्रहरू, अस्ति दाङबाट उषा थापाको एउटा म्यासेज आयो। म्यासेज छोटो थियो तर त्यसले बोकेको पीडा भने बहुत गहिरो थियो। उनले लेखेकी थिइन्, सर म 38 वर्ष पुगेँ, परिवार राम्रै छ, श्रीमानले माया पनि गर्नुहुन्छ, छोराछोरी राम्रै पढ्दैछन्, मेरो जागिर पनि ठिकै छ, तर थाहा छैन किन हो जीवन रित्तो रित्रो र अर्थहीन लाग्न थालेको छ। घरमा पनि सबैसँग झर्किन र रिसाउन मात्रै मन लाग्छ, सानो कुरामा झनक्क रिस उठ्छ, आफैलाई बुझ्न गाह्रो भइरहेको छ। यो पढ्दाखेरि मलाई लाग्यो कि यो केवल उषा थापाको व्यक्तिगत समस्या मात्र होइन, यो त आजका हजारौं नेपाली महिलाहरूको मनको आवाज हो, जसले सधैँ अरूको ख्याल राख्दै जीवन बिताए तर कहिल्यै आफूलाई सोध्न भएनन् कि म कस्तो जीवन बाँच्न चाहन्छु भनेर। मित्रहरू, केही दिन अगाडि फेरि धनकुटाबाट राजेश लिम्बूको अर्को म्यासेज आयो। उनले लेखेका थिए, सर म 40 वर्ष पुगेँ, 15 वर्ष विदेश बसेर कमाएँ, घर घडेरी जोडेँ, परिवार राम्रो छ, तर आजकल जीवनमा केही गर्न सकिने जस्तो लाग्छ। श्रीमतीसँग बिना कारण झगडा गर्न मन लाग्छ, गल्ती उनको होइन भन्ने पनि थाहा छ, तैपनि म रिसाउँछु। साथीहरूको प्रगति देख्दा मेरो जीवन यत्तिकै खेर गए जस्तो महसुस हुन्छ। खासमा मलाई के भएको होला? फरक ठाउँ, फरक पृष्ठभूमि, तर भावनाको जड उस्तै उस्तै। बाहिरबाट हेर्दा दुवैको जीवन सेटल देखिन्छ, तर भित्र कता कता केही हराए जस्तो, केही छुटे जस्तो अनुभूति देखिन्छ यी दुई म्यासेजमा। मित्रहरू, अब प्रश्न उठ्छ, उषा थापा र राजेश लिम्बू दुवैलाई एउटै समयमा उस्तै भावना किन आयो त? के यो संयोग मात्र हो कि जिम्मेवारी धेरै भएर मन थाकेको हो कि समाजको दबावले यस्तो बनाएको उनीहरूलाई, वा शरीरभित्र नै केही परिवर्तन भइरहेको छ? कतै मानसिक समस्या त भएन? यहीबाट एउटा ठुलो सत्यको उद्घाटन हुन्छ, मिड 40 क्राइसिस। मित्रहरू, मिड 40 क्राइसिसलाई केवल सोचको समस्या भनेर बुझ्नु ठुलो भुल हुनेछ, किनकि विज्ञान भन्छ 40 वर्ष आसपास आइपुग्दा मानिसको शरीर र दिमाग दुवैमा गहिरो जैविक परिवर्तन सुरु हुन्छ। अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन् कि 38 देखि 45 वर्षको बीचमा मानिसको इमोसनल वेलबिङ जीवनकै सबैभन्दा तल झर्ने सम्भावना हुन्छ। हार्वर्ड, मायो क्लिनिक, अमेरिकन साइकोलोजिकल एसोसिएसन जस्ता संस्थाहरूले यस अवस्थालाई अङ्ग्रेजीको यु सेप्ड ह्याप्पिनेस कर्भ भनेर व्याख्या गरेका छन्। यसको अर्थ के हो भने जीवनको सुरुवाती वर्षमा निकै उत्साह हुन्छ मान्छेमा, बीच उमेरमा असन्तोष बढ्छ र 50 वर्षपछि फेरि मानसिक स्थिरतामा फर्किन थाल्छ मान्छे। त्यो अङ्ग्रेजी अक्षर यु को बीचको जुन गहिरो खाडल हुन्छ नि, हो यसैलाई हामीले मिड 40 क्राइसिस भन्छौँ। जस्तो हजुरले अङ्ग्रेजी अक्षर यु देख्नु भएको छ नि त, युमा सुरुवातमा मान्छे एकदम उत्साहित भयो, मान्छे ह्याप्पी हुन्छ, जिन्दगीमा केही गर्ने जोस जागर हुन्छ। जब 40 वर्ष आसपासमा पुग्छ मान्छे एकदमै घोर निराशामा ऊ धकेलिन सुरु गर्छ, अनि फेरि जब 40 कटेर जब 50 वर्षतिर लाग्छ फेरि मान्छे फेरि आफ्नो रफ्तारमा जिन्दगीलाई अगाडि बढाइरहेको हुन्छ। मित्रहरू, हाम्रो समाजमा ठट्टा गरेर भनिन्छ नि, 40 कटेपछि केटाको बुद्धि आउँछ, केटीको चाहिँ वयस आउँछ। मजाक जस्तो लागे पनि यही उमेरमा धेरै व्यक्तिमा मानसिक विचलन, भावनात्मक द्वन्द्व र आत्ममूल्याङ्कन तीव्र हुन्छ भन्ने वैज्ञानिक तथ्य देखिएको छ। र अनि अर्को कुरा, तपाईँले यस्तो पनि सुन्नुभएको छ होला, 40 वर्ष पुगेपछि
भएपछि बल्ल मेरो बुद्धि आयो भनेर भन्छ नि मान्छेहरू। किन यस्तो हुन्छ त? किनकि जब मान्छे 40 वर्ष पुग्छ त्यो बेला ऊ भावनात्मक रूपमा एकदमै गहिरो अँध्यारो फेस गर्छ र उसले आफैलाई चिन्ने एउटा अवसर पनि पाउँछ। मित्रहरू, अब कुरा गरौँ यही उमेरमा शरीरभित्र के हुन्छ भन्ने बारे। पुरुषहरूमा 40 वर्ष आसपास पुग्दा टेस्टोस्टेरोन हर्मोन बिस्तारै घट्न थाल्छ। टेस्टोस्टेरोन हर्मोन केवल यौन शक्ति मात्र होइन, यही हर्मोनसँग आत्मविश्वास, जोखिम लिन सक्ने साहस, प्रतिस्पर्धात्मक भावना र मोटिभेसन जोडिएको हुन्छ। टेस्टोस्टेरोनले नै मान्छेलाई मोटिभेटेड राख्छ, उसलाई जोस जाँगर दिन्छ। जब यो हर्मोन घट्छ नि, पुरुषलाई थाहै नपाइकन महसुस हुन थाल्छ कि अब म पहिले जस्तो छैन, म कमाउन सक्दिनँ, म दौडिन, एक्सर्साइज गर्न सक्दिनँ, केही काम गर्नका लागि अहिले त धेरै ढिला भइसक्यो भन्ने मान्छेको मनमा आउँछ। तर वास्तवमा यो किन भएको हो? किन यस्तो हुन्छ भने मान्छेको शरीरमा हर्मोन को लेभल कम भयो, टेस्टोस्टेरोनको कमी भयो। राजेश लिम्बूको हकमा पनि हेरौँ न, अब केही गर्न सकिन भन्ने भावना जुन उनले देखाएका छन् त्यो उनको नकारात्मक सोच होइन, उनको शरीरमा भएको रासायनिक परिवर्तनको उपज हो। यही असन्तोष झगडा भएर निस्कियो उनको जिन्दगीमा, झर्कोपन भएर पोखियो र आत्मग्लानी भएर उनलाई पोलिरहेको छ। त्यस्तै गरेर महिलाहरूको केस झन् संवेदनशील हुन्छ। जब महिला 38 देखि 45 वर्षको बीचमा धेरै महिलाहरू पेरिमिनोपजको चरणमा प्रवेश गर्न थाल्छन्। पेरिमिनोपजको अर्थ हो कि उनीहरूको मिन्स रोकिने क्षण। यस समयमा इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन अनियमित हुन्छ, मुड स्विङ हुन्छ, महिलाहरूको इरिटेसन, इम्प्टिनेस र एङ्जाइटी उनीहरूमा एकदमै धेरै तीव्र गतिमा बढ्न थाल्छ। आफैलाई नबुझे जस्तो लाग्छ उनीहरूलाई। तर हाम्रो समाजमा महिलालाई यो कुरा बुझाउने संस्कारै छैन। बरु उल्टै भनिन्छ, किन तिमी यसरी रिसाएको बहिनी, किन नकारात्मक भइराख्छौ दिदी? यसरी हामीले उनीहरूलाई उपेक्षा गरेका छौँ। र म्यासेजकै कुरा गर्दा उषा थापाले भनेकी थिइन् कि आफैलाई बुझ्न गाह्रो भइरहेको छ। हो, यो उमेरमा मान्छेले आफैलाई बुझ्न सकिरहेको हुँदैन कि यो कमजोरी हो त? यो कमजोरी होइन, यो शरीरभित्र चलिरहेको जैविक परिवर्तनको सङ्केत रहेछ। यससँगै दिमागभित्र ठुलो परिवर्तन पनि भइरहेको हुन्छ। 40 आसपास पुग्दा दिमागको प्रिफ्रन्टल कर्टेक्स अर्थात् दिमागको जिन्दगीको निर्णय लिने जुन दिमागको भाग हुन्छ नि, त्यो भाग एकदम सक्रिय हुन्छ। अर्थात् 40 वर्ष आसपास हुँदाखेरि मान्छेको प्रिफ्रन्टल कर्टेक्स भन्ने दिमागको भाग निकै सक्रिय हुन्छ। अनि यो भागले के गर्न थाल्छ? पहिले दिमागले के भन्थ्यो, ठिकै छ नि त, जे होला टर्ला, जे हुन्छ राम्रैका लागि हुन्छ, ठिकै छ नि त जिन्दगी भन्थ्यो। तर अब मान्छेले के गर्न थाल्छ, होइन यो जिन्दगी ठिक छैन, अब जिन्दगीको अर्थ खोज्न थाल्छ। किन त भन्दा मान्छेको दिमागको प्रिफ्रन्टल कर्टेक्स एकदम सक्रिय भयो। यसले के गर्छ, मिनिङ खोज्न थाल्छ। यसले जीवनको मूल्याङ्कन गर्न सुरु गर्यो। जिन्दगीको मूल्याङ्कन गर्ने दिमागको भाग सक्रिय भएको हुनाले अब मान्छे चलिरहेको जिन्दगीमा सन्तुष्ट हुँदैन, उसले मिनिङ खोज्न थाल्छ, जिन्दगीलाई अझ अर्थपूर्ण बनाउन खोज्छ। त्यसैले 40 वर्षमा आइपुग्दा मानिसहरू सतै खुसीबाट सन्तुष्ट हुँदैन। ऊ पैसा होइन, अर्थ खोज्न थाल्छ। पैसा छ तर अर्थ छैन, घर छ तर उद्देश्य छैन, परिवार छ तर आत्मसन्तुष्टि छैन। यही नै मिड 40 क्राइसिसको केन्द्रबिन्दु हो। मित्रहरू, त्यसो भए निष्कर्ष के हो त? मिड 40 क्राइसिस केवल पागलपन होइन, यो मानसिक समस्या पनि होइन, यो कमजोरी पनि होइन, नकारात्मक सोच मात्र पनि होइन, यो जैविक परिवर्तन हो। हर्मोनको प्रभाव, मानसिक परिपक्वता र जीवनको अर्थ खोज्ने स्वाभाविक प्रक्रियाको रूपमा हामीले मिड 40 क्राइसिसलाई लिनुपर्छ। यही कारणले समाधान पनि केवल सोच बदलेर मात्र पुग्दैन। सोच बदलन त किन नेगेटिभ भएको, तिमी मोटिभेटेड रहौ भनेर मात्रै समाधान हुँदैन। किनकि यदि शरीर थाकेको छ भने पोजिटिभ सोचले मात्रै त काम गर्दैन। त्यसैले समाधान 3 तहमा हामीले खोज्नुपर्छ। पहिलो, शरीरको ख्याल गर्नु पर्यो। यो उमेरमा नियमित हिँडडुल गर्ने, नयाँ साथीहरूलाई भेटघाट गर्ने, राम्रो निद्रा लिने, सन्तुलित खानपानमा ध्यान दिने। र दोस्रो भनेको दिमागलाई चुनौती दिनु पर्यो के, नयाँ गोल सेट गर्नु पर्यो, नयाँ भाषा सिक्ने, नयाँ सिप सिक्ने। यो गर्दाखेरि पनि के हुन्छ, नयाँ चुनौती थपिन्छ, नयाँ गोल लक्ष्य निर्धारण गरियो। यसले गर्दाखेरि पनि मान्छेको जिन्दगीमा चुनौती थपिएर यसले जीवनलाई अर्थपूर्ण बनाउन सक्छ। र तेस्रो भनेको मनको कुरा बाहिर ल्याउनु पर्यो। यो उमेरमा तपाईँले केही कुरा लेख्न सक्नुहुन्छ, हजुरले बोल्न सक्नुहुन्छ, तपाईँ सृजनात्मक कामहरू गरेर, चित्र बनाएर अथवा अरू केही सृजनात्मक समाजसेवाका काम गरेर पनि हजुरले आफ्नो मनलाई हलुका बनाउन सक्नुहुन्छ र जिन्दगीलाई अर्थ दिन सक्नुहुन्छ। उसो भए अन्तिम सत्य के हो त? उषा थापा र राजेश लिम्बूमा कुनै मानसिक समस्या भएको होइन, उनीहरू केवल परिवर्तनको ढोकामा उभिएका पात्रहरू हुन्। 40 वर्ष भनेको मान्छेको डिक्लाइन होइन कि जिन्दगीलाई रिडिजाइन गर्ने, होइन, जिन्दगीलाई पुनर्संरचना दिने अथवा पुनर्जागृत गर्ने उमेर हो। अब तपाईँ जवान हुनुहुन्न, न त दुधे बालक नै हुनुहुन्छ। अब तपाईँको जीवन दौड होइन, दिशा। पहिले हामी दौडिरहेका थियौँ, जिन्दगीमा अगाडि बढ्नुपर्छ, दौडिरह्यौँ। तर अब हामीले म सही दिशामा दौडिएको छु कि छैनौँ भनेर एकचोटि आफूलाई प्रश्न गर्ने बेला आयो। एउटा स्पष्ट दिशा पक्रेर जिन्दगीलाई अर्थपूर्ण र सुन्दर बनाउने समय हो यो 40 वर्षीय उमेर भनेको। यदि यो चरणलाई बुझ्न सक्यो भने 40 वर्ष पछाडिको जिन्दगी अझ अर्थपूर्ण र मिनिङफुल हुन सक्छ। र मित्रहरू, अन्त्यमा तपाईँले एउटा कथा त सुन्नुभएको छ नि त, चिलको कथा। जस्तो चिलको आयु कति हुन्छ भन्नुहोस् त? 70 वर्ष हुन्छ नि त। एउटा चिल 70 वर्ष बाँच्न सक्छ। तर 70 वर्ष बाँच्नका लागि
लागि चिलले 40 वर्षको हुँदाखेरि एउटा एकदमै कठिन परीक्षा दिनुपर्छ, किनकि जब चिल 40 वर्षको हुन्छ उसका नङ्ग्राहरू पुरै घुँघुरिएर शिकार समात्न नसक्ने हुन्छन्, उसको चुच्चो पनि पुरै बाउडिएर अथवा चुच्चो बटारिएर उसले समातेको शिकारलाई पनि उसले खान सक्दैन अनि उसका प्वाखहरू पनि एकदम छोटा छोटा हुन्छन्। अब उसले न शिकार क्याच गर्न सक्यो न त्यसलाई खान सक्यो, एकदमै जिन्दगी एकदमै यु सेपमा, जुन अघि हामी भन्यौँ जिन्दगी चाहिँ एकदम घोर निराशामा हुन्छ। त्यही बेलामा अब ऊ के गर्छ त 150 दिनको एउटा परीक्षामा भाग लिने उसले निर्णय गर्छ। ऊ पहाडको टुप्पोमा जान्छ, चट्टानमा आफ्नो चुच्चोलाई ठोकाउँछ, चुच्चो भाँचियो अनि अर्को चुच्चो पलाउन्जेलसम्म उसले कुर्छ, नयाँ चुच्चो पलाएपछि उसले आफ्ना नङ्ग्राहरू उखेल्छ, नयाँ नङ्ग्रा पलाउन्जेलसम्म उसले कुर्छ, त्यसपछि उसले शरीरका सबै प्वाखहरू उखेलेर फेरि नयाँ प्वाखहरू पलाए, शरीरमा नयाँ चुच्चो पलायो अनि नयाँ नङ्ग्रा पलाएपछि उसले फेरि बाँकी 30 वर्ष उत्कृष्ट ढङ्गले बाँच्नका लागि हो फेरि परिवर्तनको उडान उसले बढ्छ। हो जिन्दगी, मान्छेको जिन्दगीमा पनि जब मान्छे 40 वर्ष पुग्छ त्यो बेला जिन्दगीमा निराशा, मैले जिन्दगीमा के नै गरेँ भनेर आफ्नो जिन्दगीलाई उसले हेर्छ। तर यदि उसले अब यो उमेरमा फेरि उसले नयाँ च्यालेन्ज थप्यो, जिन्दगीलाई फेरि परिभाषित गर्यो भने मान्छे जिन्दगीमा धेरै राम्रो उत्कृष्ट बाँकी जिन्दगी बाँच्न सक्छ। यसर्थ 40 कटेसी रमाउला भन्ने गीत त भयो, तर धेरै मान्छे रमाउन सकेका छैनन् किनकि उनीहरूले यो मिड 40 क्राइसिसलाई बुझ्न सक्दैनन्। त्यसैले आज आफैसँग यति मात्रै प्रश्न सोध्नुहोस् कि अब मलाई अरूले के सोच्छन् भन्दा पनि म आफैले कस्तो जिन्दगी बाँच्न चाहन्छु भनेर त्यो प्रश्न सोध्नु पर्यो र त्यही प्रश्नको उत्तर खोज्ने प्रक्रियाले नै मिड 40 क्राइसिसलाई मिड लाइफ अवेकनिङ भनेको जिन्दगीको पुनर्जागरणतिर बदल्न सक्छ, लैजान सक्छ।